बाई बाई लो बाई बाई लगेजमा चाहिँ धेरै सामान नराख्नु होला। टिकटमा हेरेर कति मेन्सन गरेको छ, कति लैजान मिल्छ त्यही अनुसार मात्र राख्नु होला। नत्र भने त्यहाँ टिकट लिन जाँदाखेरि चाहिँ वेट लिएको हुन्छ। वेट लिएर जाँदाखेरि चाहिँ धेरै छ भने चाहिँ हामीले कपडाहरू सबै फाल्नुपर्छ। त्यसैले होइन सबैले आफ्नो इम्पोर्टेन्ट कपडाहरू नै लिएर आएको हुन्छ। त्यही भएर बरु थोरै लिएर आउनु होला। जति मेन्सन गरेको छ त्यति बरु 2-3टा लगेज गराएर लिएर आउनु होला। एउटै लगेजमा चाहिँ धेरै चिजहरू नकुचार्नु होला। धेरै चिजहरू एउटै ठाउँमा नराख्नु होला। हेलो गाइस, आज चाहिँ फाइनली मेरो युएसए भिसा लागेको छ। हामीहरू चाहिँ यहाँदेखि काठमाडौँ टु दुवा टु युएसए ह्युस्टन जाँदैछौँ। अहिले हाम्रो फ्लाइट चाहिँ काठमाडौँदेखि दुवाको चाहिँ 5 आवरको हुनेछ। र आइ एम सो एक्साइटेड टुडे होइन। अनि त्यसै गरेर आइ एम सो स्याड बिकज आइ एम मिसिङ माई फ्यामिली सो मच। मिस यु अल फ्यामिली, लभ यु एन्ड सी यु सुन। मलाई सट्ट हुन्छ क्या हुन्छ के ल हामीहरू चाहिँ ग्रुप छौँ है जाने। धेरैजना भेट भयो यहाँ जानेलाई। कृपया ध्यान दिनुहोला। कतार एयरवेजको उडान संख्या QR 647बाट दोहा तथा अन्यत्र प्रस्थान गर्न बाँकी रहनुभएका यात्रु महानुभावहरू कृपया आफ्नो अन्तिम बोर्डिङ प्रक्रियाको लागि गेट नम्बर 6 तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। फेरि दोहोऱ्याउ, कतार एयरवेजको उडान संख्या QR 647 हामी काठमाडौँदेखि कतार एयरलाइन्समा चाहिँ जाँदैछौँ। अलमोस्ट कति 6 आवरको होइन, 6 आवरको फ्लाइ गरेर जाँदैछौँ। KTM टु दोहा टु US Houston। See you soon, Houston, Texas।
This is straight start and JK straight into your right. Thank Enjoy you. your flight. Welcome on board, sir. फाइनली प्लेनमा चढ्यो होइन फ्लाइटमा कस्तो फिल भइरहेछ फिलिङ फोबिया कि फोबिया अमेरिका गएको फोबिया एक्साइटेड होइन भिडा मात्रै सिट रहेछ के हामी त बुढाबुढी मात्र बस्ने भयो ए त्यो के ओके हो अङ्कल आन्टी खै त अङ्कल आन्टी 3 रो हुँदो रहेछ होइन पुरै यो त राम्रो गर्दो रहेछ हामीहरू चाहिँ काठमाडौँ हुँदै चाहिँ इलाहाबाद हुँदै जाँदो रहेछौँ दोहा होइन हामीले चाहिँ त्यहाँ अगाडि म्याप हेर्न सक्छौँ मजाले म्याप हेर्न सक्छौँ काठमाडौँदेखि हजुरले पनि हेर्नु त्यहाँ काठमाडौँदेखि चाहिँ इलाहाबाद पुर्याउँदो रहेछ पहिला सुरु होइन इलाहाबाददेखि चाहिँ दोहासम्मको यात्रा हामीहरूको सुरु भयो
टेबल जस्तो हुन्छ खाना खानको लागि। त्यो चाहिँ साइडमा अझै बसेको चेयरको साइडमा चाहिँ हुन्छ। मैले खोलेर देखाएको छु कसरी खोल्ने भनेर हेर्न सक्नुहुन्छ। जसले जान्नु भएको छ उहाँहरूलाई चाहिँ ठिकै छ, नजान्नु भएको जस्तै हाम्रो ड्याडी मम्मीहरू आउन सक्नुहुन्छ, अङ्कल आन्टीहरू आउन सक्नुहुन्छ। फर्स्ट टाइम इन्टरनेसनल एयरपोर्टमा इन्टरनेसनल प्लेनमा चढ्नु भएकोहरूलाई चाहिँ नलेज हुँदैन नि त। त्यही भएर मैले सिकाएको छु कसरी खोल्ने कसरी बन्द गर्ने भनेर। हजुरले हेर्न सक्नुहुन्छ। र हजुरलाई जे खान मन लागेछ होइन, नहिचकिचाएर नडराएर चाहिँ हजुरले एयर होस्टेजहरूसँग माग्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ हजुरलाई प्रोभाइड गर्नुहुन्छ र कम्फर्टेबल पनि बनाउनुहुन्छ। मैले चाहिँ जुसहरू खाएको छु, उहाँहरूले प्रोभाइड गर्नुभएको थियो। त्यो चेयरमा चाहिँ हजुरले जुसहरू खानाहरू राख्न सक्नुहुन्छ। मैले राखेको जस्तै गरेर कसरी बन्द गर्ने भनेर चाहिँ म सिकाउँदैछु है। त्यसलाई त्यसरी फोल्ड गर्ने अनि त्यहाँ समातेर चाहिँ आफूतिर तान्नु है। आफूतिर हो त्यसरी तान्नु भयो भने चाहिँ ठ्याक्क चेयरमा चाहिँ त्यहाँ एउटा सानो होल जस्तो टाइपको हुन्छ। त्यस्तो होल टाइपको हुन्छ पाल जस्तो, ठ्याक्क हजुरले राख्न सक्नुहुन्छ। मजाले जान्छ। यदि हजुरले यो गर्दाखेरि सक्नु भएन, हजुरलाई आएन भने चाहिँ एयर होस्टेजलाई भन्नुभयो भने उहाँहरूले हजुरलाई हेल्प गर्नुहुन्छ निकाल्नलाई र राख्नलाई है। कुनै कुराको पनि नडराउनु होला, एकदम सजिलो छ। जान्नु भएन भने चाहिँ आफ्नो साइडको साथीहरूलाई वा बहिनी छोरी दाइ भाइ जो छ छोरा जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ सोध्नुभयो पनि हुन्छ। सोध्न अप्ठ्यारो लाग्यो एयर होस्टेजलाई सोध्नुभयो भने उहाँहरूले नि भनिदिनुहुन्छ। हामीहरूलाई चाहिँ प्लेनमा चाहिँ खाना प्रोभाइड गरेको हुन्छ। हजुरलाई के खान मन लागेको छ त्यही दिएको हुन्छ। जस्तै चिकन विथ राइस, चिकन विथ फिस, चिकन विथ बिफ होइन, के हुन्छ उहाँहरूले चाहिँ भन्नुहुन्छ। हजुरलाई जे खान मन लागेको हुन्छ हजुरले त्यही चुज गर्ने। हामीले चाहिँ चिकन विथ राइस लिएको थियौँ। त्यसमा चाहिँ चिकन विथ राइस विथ सलाद, अनि त्यसपछि त्यो के थियो एउटा चाहिँ मलाई लाग्छ त्यो दही खिर र गाजर र हलुवा, गाजर र दुधको चाहिँ के मिक्स हलुवा जस्तो टाइपको हो। यो चाहिँ गाजर र हलुवाको मिक्स के थियो होइन, गुलियो गुलियो थियो टेस्टमा। खाना चाहिँ खिर, यो भेजिटेबल सलाद, चना, गाजर र क्याप्सिकम विथ कोक। हामीहरू चाहिँ अब कतार ल्यान्डिङ भएको छौँ। त्यस्तै 6 PM चाहिँ ल्यान्डिङ भएको थियो कतारमा चाहिँ। त्यतिखेर साँझ भइसकेको थियो। हामीहरू चाहिँ अहिले सेफली ल्यान्ड भएका छौँ कतारमा। हामीहरू C1देखि 45 सम्म माथि भनेर। نذكر السادة المسافرين بأن بوابات الخروج إلى الطائرة ستغلق قبل وقت الإقلاع ب20 دقيقة. Passengers are reminded that boarding gates will close
close 20 minutes prior to the departure time. नत्र भने हामीले यहाँ आफूमा आलु पराठा अमलेट अनि के हो त्यो चिकन मखानी अनि चिकन बिरयानी ओके अब हामीले चाहिँ बिरयानी अर्डर गरेको छौँ चिकन बिरयानी यहाँ चाहिँ मेनु छ अहिले चाहिँ आज चाहिँ मिठो रहेछ यहाँको खाना हाम्रो जस्तै हुन्छ हजुर त्यो माछाको मिठो ल ल ल ल ल बज्यो बज्यो चाउर धेरै हुँदो रहेछ खाइन्छ होला यस्तो धेरै त खाने प्लेटमै खानिदिन्छ लैजाने हो त्यतै जाने हो आन्टीले टी भन्नु भएन टी भन्नु भयो हामीहरू चाहिँ अहिले डलवाको ठाउँमा आएको छौँ कतारको हुन्छ फास्ट हुन्छ कि हुन्छ हामीहरू चाहिँ अब ट्रेनमा चढ्दैछौँ ए ए थाहा छ मलाई होइन यहाँबाट जाँदैछौँ ओ त्यो माथिबाट चाहिँ ट्रेन चल्दो रहेछ लक हामीहरू चाहिँ अझै पनि होटेलको लागि खोजीमा छौँ होइन होटेल कहाँनिर गएर सोध्ने हो के हो भनेर बुझ्दैछौँ लेसी है होटेल पायो भने चाहिँ राम्रो हो अब पाएन भने चाहिँ अब यहाँनिरै त्यहीँ वेटिङ गरेर बस्न पर्ला फर्किनु आन्टी ठ्याक्क फोटो पनि आइहाल्छ भिडियो पनि हुन्छ ल
अङ्कल आन्टीहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ मलाई चाहिँ खुट्टामा प्रब्लम भएको भएर एक्सिडेन्टको कारणले प्रब्लम भएको भएर म चाहिँ अलिकति स्लो हिँडिरहेको छु अङ्कल आन्टीहरू चाहिँ होटेलको लागि जाँदै हुनुहुन्छ कता ड्युटी फ्री हामीहरू चाहिँ यहाँ ड्युटी फ्रीमा आएको छौँ विदाउट ट्याक्सको एकदम महँगो पाउँछ यहाँ होटलको लागि बुझ्नु अङ्कल आन्टीको लागि चाहियो इठा लाग्छ अस्ति उरुसासँग आएको हामी यहाँ घुम्न आएको आउँदै हुन्छ त्यहाँबाट चाहिँ अङ्कल आन्टीहरू आउँदै हुनुहुन्छ होटेल खोज्नलाई आन्टी आठ बजेको होइन 8:05 को टिकट भयो हामी हामी ह्युस्टन जाने 8:05 अनि QR 713 भन्ने प्लेन नम्बर हो QR 713 टिकटमा हुन्छ हाम्रो टिकटमा हुन्छ है चेन्ज भएको मेन चाहिँ यो भयो ह्युस्टन भने तपाईँ जाने ठाउँ पनि याद गर्नु पर्यो अनि उ त्यो गेट हुन्छ नि त्यो गेट लेख्छ अनि उ त्यो गेट C5 मा जानु पर्यो अब हामी C5 मा जाने अनि C5 मा गएर बस्ने यस्तै गरेर बस्ने अन्त बोलाउँछ प्लेन नम्बर लेखा हुन्छ होइन अनि तपाईँको को फ्लाइट हो ह्युस्टन जाने कतार एयरलाइन यो फ्लाइट नम्बर यो भयो कुन गेटमा जाने भन्नु अब हामी C5 मा जान्छ यहाँ त्यो चाहिँ अब भयङ्कर भनेर हजुर